तपाईहरूले एउटा वास्तविक घटना भन्न गइरहेको छु। तपाईहरूले अनुमान गर्नुस् त, कुनै पनि व्यक्तिलाई 10 वर्ष 1 दशकसम्म उसलाई उसको हात खुट्टा सिकडीले बाँधेर एउटा घरको कुनामा राख्दा त्यो व्यक्तिलाई कस्तो महसुस भयो होला, एकचोटि विचार गर्नुस् त तपाईहरू। यो घटना एकदमै वास्तविक घटना हो। अहिले त्यो व्यक्तिलाई त्यो पीडाबाट मुक्त गराइएको छ। तपाईहरूलाई थाहा छ यो घटना कहाँको हो? यो घटना हो पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको वडा नम्बर 5 फुलवरियाको एक 35 वर्षीय युवा जसको नाम हो ओम प्रकाश राजभर। 10 वर्ष पहिलेदेखि उनलाई सिकडीमा बाँधेर एउटा घरको कुनामा राखिएको छ। किन राखिएको छ भने स्वास्थ्यमा समस्या देखिएपछि उनलाई घर परिवारले उनको उपचार गराउन नसकेर उनलाई सिकडीमा बाँध्न बाध्य रहेका थिए र अहिले उनलाई मुक्त गराइएको छ। सरावल गाउँपालिकाको अध्यक्ष सुखाडे प्रसाद चौधरीको पहल र त्यहाँका बुद्धिजीवी, समाजसेवी, युवा नागरिकहरूको सहयोगमा उनलाई अहिले भैरहमा रहेको मानव सेवा आश्रममा लगिएको छ उनको स्वास्थ्य उपचारको लागि। अब पनि उनको स्वास्थ्यमा केही सुधार आउँछ कि घर खुसियाली हुन्छ कि भन्ने यो विश्वासले आज घर परिवार र स्थानीय सरकार, स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा व्यक्तित्वहरूले मिलेर उनलाई मानव सेवा आश्रममा लगेका हुन्।